डाल्ने होला, हाम्रो त पार्टी त्यही थियो, अब के गर्ने होला, बिचमा यस्तो भयो, अनेक आउँछन्, सबैलाई आउँछन्। हाम्रो घरमा कुरा हुँदा पनि लाइक बुवाहरूलाई भनेर हुन्छु, अब जति पनि छोराछोरी हुन्छ उहाँहरूले होला आफ्नो बुवा आमालाई चेन्ज गर्ने, एटलिस्ट यस्तो मान्छे चुज गर्ने कि पढे लेखेको, साइडमा कुनै जब गरेको, उसको लाइक उसको आम्दानी आफै मेन्टेन गरेको हुन्छ नि त। आजकल त सोसियल मिडिया उसको जब कहाँ के गर्छ कसो गर्छ भन्ने सबै थाहा छ नि त। त्यस्तोलाई चाहिँ चुज गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने अब लाइक 40-50 वर्षदेखि त्यो राजनीति मिलाएको, बाहिर जब केही छैन। त्यसपछि हाम्रो त पुस्तकको थियो, बुढीको सम्पत्ति आएको थियो, यस्तो थियो उस्तो थियो भनेकोलाई फेरि भोट दिएर उयो फेरि खाने नै हो बाटो। त्यही भएर युथ नै चुज गर्नुपर्छ जस्तो लाग्छ मलाई। यङ जेनेरेसनतिरै जानुपर्छ, किनकि उनीहरूले भ्रष्टाचार गर्दैन, गरे पनि अब डराउँछ हुन्छ नि। पहिला त नडराउने भयो, काण्ड फाइल 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 अदालतमा कति छन्, कति के गर्नु, आफू माथि जाने बेला भइसक्यो। त्यो फाइल पल्टाउँदा त्यसको लाइक फैसला हुन्जेलसम्म त मान्छे त माथि डराउँदैनन्। पुरानाहरू भ्रष्टाचार गर्न डराउँदैनन्, नयाँ चाहिँ डराउँछन्। एटलिस्ट तिनीहरूको जब, पढे लेखेको, आफै केही लाइक पोलिटिकल भन्दा बाहेक केही लाइक स्रोतहरू यताउता आम्दानीको हुन्छ नि, त्यस्तो गर्नुपर्छ। अब बुवा आमालाई लाइक सबै थाहा हुँदैन नि त, गाउँ गएर यताउता हामी युथहरूले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेको चुनावमा चाहिँ पल्टाउनुपर्छ सब जस्तो लाग्छ मलाई। सबैले सोचेर बुझेर गर्नु होला। होइन, पुराना पार्टी पनि मान्छेहरू चाहिँ मान्छे हेर्ने हो, पार्टी अब होइन। मान्छे त राम्रो मान्छेलाई दिने नै हो, पुरानो पार्टी भए पनि। त्यसो पुरानो पार्टी नै ठिक छैन भन्ने होइन, तर म्याक्सिमम अब बुझ्नु भएको छ नि त। म नाम कसैको लिँदैन, फेरि नाम लियो भने चाहिँ म गाली खान चाहदिनँ। कतिपय मेरो नजिकको मान्छेहरू पनि राजनीतिमा हुनुहुन्छ हुन्छ नि, त्यही भएर नाम नलिई कुरा गर्ने हो। नयाँ पुरानो मान्छे हेर्ने हो, सकेसम्म युथलाई टार्गेट गर्नुपर्छ। अब बाहिर भएकोले पनि भोटर्स दिन पाउँछ, लेट्स सी। अब कुरा भइरहेछ सरकारमा, भयो भने चाहिँ हामीले पनि चुज गरेर दिउँला, भएन भने चाहिँ हजुरहरूले राम्रो नै चुज गर्नु होला एटलिस्ट। पछि त नहोस्। थ्याङ्क यू।